ओके, गुड इभिनिङ एभ्रिवान। गुड इभिनिङ सर। इभिनिङ सर। आजबाट हामी अफिसियली सामाजिक अध्ययनको फर्स्ट च्याप्टरबाट सुरु गर्छौँ है त। फर्स्ट च्याप्टर के छ तपाईँलाई थाहा छ? सामाजिकरण। सामाजिकीकरण छ है त। ल, सामाजिकीकरणको बारेमा म एउटा स्क्रिन सेयर गर्दैछु, देखिरहेछ? यस सर। ओके, यो च्याप्टरभित्र हामीले के कुरा पढ्छौँ त भन्ने कुरा एकचोटि सर र मैले एउटा सानो बुदामा टिपोट गरेको छु है त। ल, यहाँ हेर्न सक्नुहुन्छ, सामाजिकरण भित्र हामीले पढ्न पर्ने कुराहरू जम्मा 6वटा विषय छ। 1 नम्बरमा परिचय, 2 नम्बरमा माध्यम, 3 नम्बरमा व्यवहारिक अभ्यासहरू, 4 नम्बरमा तत्त्व, 5 नम्बरमा महत्त्व र 6 नम्बरमा विशेषताहरू हामी यो च्याप्टरमा पढ्ने गर्छौँ। हामीलाई एक्जाममा सोध्ने क्वेसन भनेको यो 6वटाको बेसमा रहेर प्रश्न आउँछ है त एक्जाममा। ल, त्यसो भए हामी सामाजिकरणको परिचयमा जाउँ है त। सामाजिकीकरण भन्नाले के बुझिन्छ? देखिरहनु भएको छ स्क्रिन? यस। समाजसँग मिल्नु तथा समाजका सबैलाई सहयोग गर्नु र समाजमा समायोजित हुनु सामाजिकीकरण हो। भनेपछि सामाजिकीकरण के रहेछ त? समाजमा मिल्ने, हैन, समाजमा सबैलाई सहयोग गर्ने र आफू पनि समाजभित्रै के हुने त? घुलमिल हुने, समायोजित हुने, समाजभित्र आफू समेटिने प्रक्रियालाई के भनिदो रहेछ? सामाजिकीकरण भनिदो रहेछ। त्यसै गरी अर्को व्याख्याले के भन्छ भन्दा त्यति मात्र होइन है, सामाजिक मूल्य मान्यता, परम्परा र संस्कृति सिक्ने र सिकाउने प्रक्रिया सामाजिकीकरण हो। अघि नै के भन्यौ? समाजमा मिल्ने, समाजमा घुलमिल हुने, समाजमा सहयोग गर्ने। तर समाजमा घुलमिल हुँदै गर्दाखेरि समाजमा केही मूल्य मान्यता त हुन्छन्, समाजका केही परम्परा हुन्छन्, समाजमा केही संस्कृतिहरू हुन्छन्। ती संस्कृतिहरू आफूले अपनाउने सरी सर हामी सबै पाठ सकिसक्यो हो? होइन, फर्स्ट नै यही हो है। होइन सुरु गरौँ? गर्नु सर, गर्नु। ओके, सामाजिक मूल्य मान्यता, परम्परा, संस्कृति सिक्ने र सिकाउने प्रक्रियालाई सामाजिकीकरण भनिन्छ। त्यसै गरी अर्को हेर्नुहोस् त, सामाजिकीकरण भनेको निरन्तर चलिरहने प्रक्रिया हो भनेर पनि तपाईँले पढ्नु भएको थियो हो? ल हेर्नुहोस्, चलायमान जन्म पश्चात सबैले आफ्नो आफ्नो समाजको मूल्य मान्यता, विश्वास, सिद्धान्त तथा आदर्शहरू सिक्ने र सोही बमोजिमको व्यवहार गर्दै जाने प्रक्रियालाई पनि सामाजिकीकरण भनिन्छ। भन्नुको मतलब के त? हेर्नुहोस् त, जन्म पश्चात सबैले आफ्नो समाजको मूल्य मान्यता, विश्वास, सिद्धान्त तथा आदर्शहरू सिक्ने, कहिलेसम्म त? जन्मदेखि मृत्यु, यसरी सिक्ने प्रक्रियालाई के भनिन्छ त? सामाजिकीकरण भनिन्छ। त्यसै कारणले मानिसले जन्मेदेखि नवरुन्जेलसम्म सिकिरहने भएको कारणले गर्दा पनि सामाजिकीकरण के हो त? निरन्तर प्रक्रिया हो, यो कहिले पनि सकिँदैन। ल, त्यसपछि हामी आउँछ सामाजिकीकरणका माध्यमहरू। अब सामाजिकीकरण भनेर हामीले जुन सिक्ने र सिकाउने प्रक्रिया भन्दै गर्दाखेरि सिक्ने र सिकाउने प्रक्रिया 2वटा हुन्छ, एउटा प्राथमिक, अर्को द्वितीय। प्राथमिक भन्नाले के त? अथवा प्राथमिक भित्र के पर्छन् पहिला त्यो हेरौँ है त। प्राथमिक भित्र परिवार, छिमेकी, नातेदार, आफन्त अथवा दौतरी, दौतरी भन्नाले साथीभाइ पर्दछन् भने द्वितीय माध्यममा राजनैतिक संस्था, व्यापारिक संस्था, शैक्षिक संस्था, सामाजिक संस्थाहरू द्वितीय माध्यममा पर्दछन् हो। प्राथमिक माध्यम भने के त? हेर्नुहोस् त, प्राथमिक माध्यम भन्नाले मानिसलाई अनौपचारिक तरिकाले शिक्षित गर्दछ। अब अनौपचारिक भने के त? हेर्नुहोस् त, अनौपचारिक भन्नाले प्रमाणपत्र प्राप्त नगर्ने शिक्षा भन्ने बुझिन्छ। भनेपछि तपाईँले आफ्ना घर परिवारमा साथीभाइ, यहाँ हेर्नुहोस् त, साथी सङ्गी, नाता गोता, छर छिमेकबाट धेरै कुराहरू सिक्नुहुन्छ। तर तपाईँले त्यो सिक्नु भयो भनेर प्रमाणपत्र पाउनुहुन्छ त? हुँदैन नि त। तर तपाईँले सिक्नुहुन्छ, परिवारबाट सिक्नुहुन्छ, छिमेकीबाट सिक्नुहुन्छ, नातेदारबाट सिक्नुहुन्छ हो। यसरी तपाईँले सिक्ने क्रममा तपाईँले जति कुराहरू सिक्नुहुन्छ त्यो सिकेको कुराहरू परिवारबाट, छिमेकबाट, नातागोताबाट, साथी सङ्गी, नातागोता, छरछिमेकबाट जति पनि कुरा सिक्नुहुन्छ ती सबै के हो त? प्रमाणपत्र प्राप्त
गरिँदैन। यहाँ प्रमाणपत्र नगर्ने भएको कारणले गर्दा यसलाई हामी के भन्छौँ? प्राथमिक शिक्षा भन्छौँ। क्लियर? प्राथमिक माध्यम Yes, भन्छौँ। sir. हजुर Yes, sir भनेको हजुर Yes, sir भने हो कि हजुर Okay. कन्फ्युजन हो। ल दोस्रो हेर्नुहोस् त, द्वितीय माध्यम वा तरिका भन्नाले अनौपचारिक, यहाँ न छुटेछ ल, यहाँनिर तपाईँको अ नौ हुन पर्ने, यहाँ न छुटेछ ल। अनौपचारिक शिक्षा भने बुझिन्छ, यहाँ पनि अ नौ हुन पर्ने, यहाँ औ भएछ ल, एउटा प्रिन्ट मिस्टेक बल्ल भेटे, टाइपिङ मिस्टेक ल। अनौपचारिक सर। रूपमा विद्या सरी सर, औपचारिक सुन्नु न। रूपमै हो। औपचारिक नै हो। औपचारिक नै हो सरी कि सरी सर? ठिक छ ल, फेरि सुरु गरौँ है त। द्वितीय माध्यम भन्नाले औपचारिक रूपमा विद्यालय, विश्वविद्यालय तथा तालिम केन्द्रबाट सिकिने कुरा के हो त? औपचारिक शिक्षा हो। औपचारिक भन्नाले प्रमाणपत्र प्राप्त गर्ने शिक्षा। अब हेर्नुहोस् त, प्रमाणपत्र प्राप्त गर्ने भन्दै गर्दा तपाईँले विद्यालयबाट, विश्वविद्यालयबाट वा तालिम केन्द्रबाट तालिम पाउनुभयो अथवा शिक्षा हासिल गर्नुभयो भने त्यसको तपाईँले प्रमाणपत्र पाउनुहुन्छ कि पाउनुहुन्न? पाउँछ सर। हो, यसरी प्रमाणपत्र दिने खाले शिक्षालाई चाहिँ हामी के भन्छौँ? औपचारिक शिक्षा भन्छौँ। यदि औपचारिक शिक्षा हो भने त्यो चाहिँ के हो त? द्वितीय माध्यम हो। किन भन्दा तपाईँले अघि न भने जस्तै हेर्नुहोस् त, प्राथमिक माध्यममा पहिला सिकियो, पहिला कहाँ सिकियो? घरबाट सिकियो होइन, परिवारबाट सिकियो, छिमेकीबाट सिकियो, नातागोताबाट पहिला सिकियो। त्यसपछि फेरि केबाट सिकियो? विद्यालय, विश्वविद्यालय हो, तालिम केन्द्र तथा अरू सङ्घ संस्थाहरू, कार्यालयहरूबाट सिकियो। यसरी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, यी राजनैतिक संस्था, व्यापारिक संस्था, शैक्षिक संस्था, सामाजिक संस्थाहरूबाट चाहिँ के गरियो? पछि सिकियो। तर पहिला कहाँबाट सिकियो? परिवारबाट सिकियो, छिमेकीबाट सिकियो, नातेदार, आफन्त, इष्टमित्र, दौतरी, साथीभाइबाट सिकियो। यसरी पहिलो जहाँबाट सिकिन्छ त्यसलाई प्राथमिक माध्यम भनिन्छ भने दोस्रो जहाँबाट सिकिन्छ त्यसलाई द्वितीय माध्यम भनिन्छ है त। अब हेर्नुहोस्, सामाजिकरण द्वितीय माध्यम भन्दै गर्दाखेरि सामाजिकरणका अभ्यासहरू के हुन् त? केलाई चाहिँ हामी सामाजिकरण भन्न सक्छौँ त होइन भन्ने कुरामा चाहिँ तपाईँले के बुझ्नु पर्यो भन्दा, पहिलो पोइन्ट साथीहरूसँग सहकार्य गर्ने। तपाईँहरू साथीभाइसँग मिलेर काम गर्नुहुन्छ भने त्यो के हो त? सामाजिकरणको उदाहरण हो। त्यसै गरी परिवारमा सरसल्लाह गर्नु, परिवारमा यसो गर्न लाग्छौँ हामीले, यो गर्दा के हुन्छ भनेर छलफल गर्नुहुन्छ भने त्यो पनि के हो त? सामाजिकीकरण हो। सामाजिकरणका अभ्यास। आफ्नो संस्कारको पालना गर्ने। अब हाम्रो भनाइ अनुसार हामीले धेरै धर्महरू, धेरै जातहरू छन्, हरेक जातका, हरेक धर्मका आफ्ना छुट्टा छुट्टै संस्कारहरू छन्, त्यसलाई तपाईँले आत्मसात गर्नुहुन्छ, अपनाउनुहुन्छ भने त्यो पनि के हो त? सामाजिकीकरणको अभ्यास हो। त्यसै गरी समाजमा घुलमिल भइबस्नु, समाजमा सबैसँग मिलेर मिलनसार भएर शान्ति र पारस्परिक सम्बन्ध कायम गर्नु नै के हो त? सामाजिकीकरणको व्यवहार हो। त्यसै गरी आफ्नो हक अधिकारको उपयोग गर्दै अरूलाई दुःख नदिनु। अब यहाँ के बुझ्नु पर्यो? हामीले सामाजिकरण हुँदै गर्दाखेरि हामीले अरूलाई चाहिँ असर पार्नु भएन है त। सो अनि त्यसपछि फेरि देख्न सक्नुहुन्छ समुदायमा सबैसँग मिलेर चाडपर्व मनाउनु। अब तपाईँ हामीले नोटिस गरेकै छौँ होइन, हामीले समाजमा हाम्रो विवाह, व्रतबन्ध, बर्थडे पार्टी, जन्मदिन, यताउति सबैमा के गर्छौँ? हाम्रा आफन्त, साथीभाइ, इष्टमित्र बोलाएर कार्यक्रम गर्ने गर्छौँ। भनेपछि यो पनि के हो त? एउटा सामाजिकीकरणको व्यवहार हो, देखाउने व्यवहार हो। जस्तै क्लबहरूमा त विभिन्न सामाजिक क्रियाकलापमा सहभागी हुनु, जस्तै तपाईँ क्लब सिर्जना गर्नुहुन्छ, तपाईँको वडामा, तपाईँको क्षेत्रमा तपाईँले विकासका कार्यहरू गर्नुहुन्छ, या भनौँ तपाईँले शिक्षामा काम गर्नुहुन्छ, स्वास्थ्यमा काम गर्नुहुन्छ, मानौँ तपाईँले सामान्यतया एउटा प्रोग्राम अर्गनाइज गरेर रेड क्रसको सहमति अथवा सहयोग लिएर ब्लड डोनेसन कार्यक्रम गर्नुहुन्छ, या कुनै दिन मानौँ एक दिन शनिबार गाउँ टोल सरसफाइ गर्नुहुन्छ भने यो पनि के भयो त? सामाजिकीकरणको व्यवहार भयो है त। अब हेर्नुहोस् त, अरूसँग बारम्बार अन्तर्क्रिया गर्ने, अरूसँग दोहोरो कुराकानी गरिरहने, आफू मात्र बोल्ने होइन, अरूले बोलेको पनि सुन्ने, आफू पनि बोल्ने, अरूले बोलेको पनि सुन्ने र उनीहरूको अनुसार प्रतिक्रिया दिने प्रक्रिया पनि के हो त? सामाजिकरणको व्यवहार हो। त्यसै गरी अरूको अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने, कसैलाई गाह्रो साह्रो पर्यो होइन, भनिन्छ नि मर्दाको मलामी जिउँदाको जन्ती होइन, सुखको बेलामा पनि सहभागी हुने, दुःखको
बेलामा पनि सहभागी हुने, अरूलाई सहयोग गर्ने पनि के हो त सामाजिकीकरणको व्यवहार हो, जुन मानिसले हामीले देखाउने गर्छौँ। जस्तै विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध हुनु। अब विभिन्न सङ्घ संस्था भन्नाले हरेक संस्था, बाल क्लब हुन सक्यो, आमा समूह हुन सक्यो, महिला समूह हुन सक्यो, होइन, अथवा हामीले जति पनि अन्तर्राष्ट्रिय संस्थाहरू छौँ, राष्ट्रिय संस्थाहरू छन्, ती सबैका सदस्य हुनु पनि के हो त सामाजिकीकरण हुनु हो। त्यसै गरी विभिन्न माध्यमहरूबाट नयाँ नयाँ कुरा सिक्दै जानु। अघि नै हामीले के भन्यौँ, सामाजिकीकरण आजीवन चल्ने प्रक्रिया हो, यो कहिले पनि सकिँदैन। भनेपछि हरेकचोटि नयाँ नयाँ कुरा केही कोही नयाँ सिकिँदै जान्छ। भनेपछि त्यो पनि के हो त सामाजिकीकरणका व्यवहार हुन्। त्यसै गरी अरूको अभिव्यक्ति र विचारको सम्मान गर्नु जस्ता कार्यहरू हाम्रो जीवनमा निरन्तर चल्ने सामाजिकीकरणका व्यवहारिक अभ्यासहरू हुन्। हामीले के गर्छौँ त अरूका विचार सुन्छौँ, अरूका अभिव्यक्ति धारणाहरू सुन्छौँ, होइन, अनि आफ्ना धारणाहरू राख्छौँ, छलफल गर्छौँ, अनि एउटा निष्कर्षमा पुग्छौँ। यो गर्दा हुन्छ र यो गर्दा हुँदैन भन्ने निष्कर्षमा पुग्छौँ, छलफल गर्छौँ भने त्यो पनि के हो त सामाजिकीकरणका व्यवहारहरू हुन्, है त। यहाँसम्म कुनै कन्फ्युजन छ कसैलाई? छैन सर। ल सर यो संस्कार र संस्कृतिमा के फरक छ? हजुर, हाम्रो यो संस्कार र संस्कृतिमा के फरक छ सर? संस्कार भनेको चाहिँ तपाईँले के सिक्नुभयो त परिवारबाट, तपाईँले के सिक्नुभयो आफ्नो परिवारबाट, त्यसलाई संस्कार भन्छौँ। संस्कृति भनेको तपाईँ मात्र नभइकन तपाईँका जति पनि समुदाय छन् ती समुदायले मान्दै आएका चलन चल्तीहरू चाहिँ संस्कृति भए, तपाईँले गर्ने व्यवहार चाहिँ संस्कार भयो। क्लियर? हुन्छ सर। ओके, ल सामाजिकरणका तत्त्वहरू हेर्नुहोस् है त। सामाजिकरणका तत्त्वहरू एउटा के हो त सहकार्य, जुन हामीले भन्यौँ नि अघि नै, सहकार्य, मिलेर काम गर्ने। किनकि समाज भनेको साझा हुन्छ सबैको, मेरो पनि हुँदैन, तपाईँको पनि हुँदैन, समाज हाम्रो हुन्छ। हाम्रो भनिसकेपछि हामीले दुइटै मिलेर सहकार्य गर्नु पर्यो। हामीले द्वन्द्व हुन्छ भने द्वन्द्वको समाधान गर्नु पर्यो, एकअर्काको विश्वास गर्नु पर्यो, एकअर्कासँग सञ्चार गर्नु पर्यो, एकअर्कासँग वार्ता गर्नु पर्यो, अनि सामाजिक सिपको विकास गर्नु पर्यो। यदि सहकार्य हुँदैन भने सामाजिकरण हुन्छ त? हुँदैन नि त। हो, त्यसै गरी अर्को छ सामाजिक वातावरण। समाजमा बस्ने व्यक्तिहरूको सामूहिक व्यवहारबाट सामाजिक वातावरण निर्धारण हुन्छ। किनकि समाजमा गर्ने व्यवहार, जस्तो अहिले हेर्नुहोस् त, अहिलेको मोडर्न सोसाइटी हेर्नुहोस् त, अहिले के छ, हाउसिङ भन्छौँ हामी जताततै, होइन, ढोकाबाट मुख ठोक्यो भने दिन बिग्रियो भनेर हामी घरभित्रै ढोका थुनेर बस्ने गर्छौँ। तपाईँले देख्नु पनि भयो होला, यताबाट तपाईँकै घरबाट पनि यस्ता घटनाहरू घटेका होलान्, होइन। यी के हुन् त, यी असामाजिक तत्त्वहरू हुन्। सामाजिक वातावरण भनेको कस्तो त भन्दा यी व्यक्तिको मनोवृत्ति, विश्वास, मूल्य र व्यवहारको ढाँचा निर्धारण गर्ने महत्त्वपूर्ण भूमिका सामाजिक वातावरणले खेल्छ। अब हामीले एकअर्कालाई देख्ने, बोल्ने, भेट्ने, हाँस्ने, एकअर्कासँग आदर सम्मान साट्ने गऱ्यौँ भने न सामाजिक वातावरण राम्रो हुन्छ। भोलि हामीले समाजमा घुलमिल हुन सहज हुन्छ। यदि हामीले त्यो व्यवहार देखाउँदैनौँ भने समाजमा के हुँदैन, सामाजिक वातावरण कायम हुँदैन। सामाजिक वातावरण कायम हुँदैन भने हामी त जसरी तसरी बसौँला, तर हाम्रा बच्चाहरू सामाजिक हुन सक्दैनन्। किनकि उनीहरूसँग के हुँदैन, उनीहरूसँग एक अर्कासँग छलफल गर्ने, वार्ता गर्ने कुनै पनि किसिमका सोचहरू हुँदैनन्। त्यही भएर सामाजिक वातावरण चाहिँ के हो त सामाजिकीकरणका मुख्य तत्त्व हुन्, है त। त्यसै गरी सामाजिक अन्तर्क्रिया हेर्नुहोस् त, जुन मूल्य मान्यता सिक्ने र सिकाउने, भनेपछि सिक्नेले दिनु पर्यो, सिकाउनेले लिनु पर्यो, भनेपछि अन्तर्क्रिया भयो। यसरी अन्तर्क्रिया हुने क्रममा अन्तर्क्रिया कुरामा मात्र नभइकन सिप विकासहरू हुन्छ, सम्बन्धहरू कायम हुन्छन्, होइन, सामाजिक मापदण्डहरू, मूल्य मान्यताहरू र अपेक्षाहरू हुन्छन्। यो समाजमा हामी बसेको समाज पनि हामी एक्सपेक्ट त गर्छौँ नि, फलाना मान्छेले यस्तो गरिदिए हुन्थ्यो, फलानाले यस्तो गरिदिए हुन्थ्यो, आशा गर्छौँ नि त, होइन। अथवा फलानाले गरेन भने फलाना साटो म गएर गरिदिउँ भन्ने खाले के हुन्छ, सोच आउँछ, विचार आउँछ। त्यसले के गर्छ, सामाजिकीकरणलाई सहज बनाउँछ, सजिलैसँग समाजमा घुलमिल हुन सकिन्छ, है त। अर्को छ गैर मौखिक सञ्चार। गैर मौखिक भनेको हरेकचोटि मुखैले बोलेर अन्तर्क्रिया गर्नुपर्छ भन्ने छैन। कहिलेकाहीँ गैर मौखिक सञ्चार पनि हुन्छ, मुखले नबोलिकन पनि सञ्चार गर्न सकिन्छ, होइन।
भावनात्मक भावना, इसारा, शारीरिक हावभाव, आँखाको सङ्केत, मुस्कानहरू पनि के हुन् त प्रत्यक्ष अप्रत्यक्ष सामाजिकीकरणका आधारहरू हुन्। तपाईँले पनि तपाईँका घर वरपरका छिमेकहरूलाई यसो देख्नुभयो भने मुस्कुराउनुहुन्छ होला, उहाँहरूले पनि मुस्कुराउनुहुन्छ होला। त्यो भने के हो त? त्यो भनेको विश्वास, मौखिक आदान प्रदान गरे हो नि, होइन र? हो। भनेपछि आँखाले सङ्केत गर्नु, मुस्कुराउनु, त्यसै गरी शारीरिक हावभाव अनुसार आफूले शारीरिक हावभाव देखाउनु, इसारा गर्नु, होइन, भावनात्मक भावनाहरूको थ्रुबाट चाहिँ सञ्चार गर्नु पनि के हो त? सामाजिकीकरण हो अथवा सामाजिकीकरणको तत्त्व हो। ल, प्रेम, विश्वास, स्नेह र सहयोग। हेर्नुहोस्, प्रेम भएन, विश्वास भएन, स्नेह भएन, सहयोग भएन भने सहकार्य हुँदैन। किन हुँदैन भन्दा जब मानिसहरू एक अर्कासँग भावना, विचार, अभिव्यक्ति आदान प्रदान गर्छन्, सञ्चार गर्छन्, त्यो बेलामा प्रेमपूर्ण व्यवहार हुनुपर्छ। मैले पनि तपाईँलाई सम्मान गर्नुपर्छ, तपाईँले पनि मलाई सम्मान गर्नुपर्छ। मैले पनि तपाईँलाई माया गर्नुपर्छ, तपाईँले पनि मलाई माया गर्नुपर्छ। या तपाईँ र म मात्र नभइकन समाजमा जति छन् यी सबै बिचमा एकअर्कासँग विश्वास हुनुपर्छ, एकअर्कालाई सहयोग गर्नुपर्छ, एकअर्कालाई प्रेमपूर्ण व्यवहार गर्नुपर्छ, जसले के गर्छ? बलियो सम्बन्ध कायम गर्छ। एउटा हिन्दीमा भनाइ छ नि, भाइ फुटे गवार लुटे। भनेपछि समाज के हुन्छ? एक ढिक्का हुन्छ। यदि प्रेम, विश्वास, स्नेह र सहयोग हुन्छ भने समाज एक ढिक्का हुन्छ। समाजमा कसैले आएर फुट हाल्न सक्दैन। समाजमा कुनै पनि किसिमको गलत कुरा कसैले गर्छ भने पनि हामी के गर्छौँ त? कसको बारेमा गरेको उससँग सिधै छलफल गर्न सक्छौँ। यदि विश्वास हुन्छ भने हामी त्यस्ता कुराहरू पत्याउँदैनौँ। स्नेह हुन्छ, माया हुन्छ भने यस्तो कामहरू त्यो व्यक्तिद्वारा गर्न असम्भव छ भन्छौँ। यदि हामीलाई विश्वास लागेन भने पनि हामी के गर्छौँ त? गएर कुराकानी गर्छौँ, जसले गर्दा के हो त? वास्तविकता के हो भन्ने कुरा हामीलाई थाहा हुन्छ, जसलाई पनि के भनिन्छ? सामाजिकीकरणको तत्त्व हो। यदि विश्वास, प्रेम, स्नेह, सहयोग नहुने हो भने भावी पुस्ता अब आउने पुस्ताले के गर्न पाउँदैन? सामाजिकीकरण पाउँदैन अथवा समाजमा घुलमिल हुन पाउँदैन, है त? अर्को छ भाषा। अब अघि नै भर्खर हामीले भन्यौँ गैर मौखिक भाषा भन्दै गर्दा भाषा के हो त? सामाजिकीकरणको आधारभूत तत्त्व हो। भाषै भएन भने त के गर्नु त? अहिले मैले पढाइरहेको तपाईँहरूको जनालाई गाह्रो अप्ठ्यारो भइरह होला बुझ्न, भाषाकै समस्या भइरह होला। मैले अरू कुनै टिचरसँग पढ्दाखेरि भाषाको समस्या भइरह होला, शब्दहरू नबुझेको होला, होइन? भाषाले पनि के गर्छ त? समस्या सिर्जना गर्न सक्छ। भाषा अनुसार, समाज अनुसार हेर्नु त, स्थापित मूल्य, मान्यता, चलन चल्ती तथा संस्कृतिको हस्तान्तरण गर्ने मुख्य तत्त्व नै के हो त? भाषा हो। भाषाले न हो हामीले संस्कार सिक्ने, संस्कृति सिक्ने, चालचलन, मूल्य, मान्यता सिक्ने। कसरीबाट? भाषाबाट। किनकि तपाईँ कुनै ठाउँमा सरेर जानुभयो, नयाँ समाजमा जानुभयो भने तपाईँ त्यो समाजमा घुलमिल हुनलाई भाषा चाहिन्छ। अथवा तपाईँ जन्मिनुभयो, हुर्किनुभयो भने तपाईँलाई के चाहिन्छ? कुरा बुझ्नलाई भाषा चाहिन्छ। भनेपछि भाषा चाहिँ के हो त? सामाजिकरणको प्रथम तत्त्व हो, है त? ल, यहाँसम्म कुनै कन्फ्युजन? ल, सामाजिकीकरण महत्त्व। सामाजिकीकरण किन महत्त्वपूर्ण छ त? हेर्नुहोस् त, सामाजिकीकरणले सभ्य समाजको निर्माण गर्छ। किनकि हामीले अघि नै के भन्यौँ? समाजमा घुलमिल हुने चाहिँ प्रेम हुन्छ, माया हुन्छ, स्नेह हुन्छ, सम्मान हुन्छ, आदर हुन्छ, सहकार्य हुन्छ, सह अस्तित्व हुन्छ। भने चाहिँ हामीले एक अर्कालाई सम्मान गर्छौँ, एक अर्कालाई माया गर्छौँ, प्रेम गर्छौँ, सहकार्य गर्छौँ भने समाज के हुन्छ? सभ्य हुन्छ। त्यसै गरी यसले सेवाको भावना विकास गराई मानवता र मानव सभ्यताको पाठ सिकाउँछ। तपाईँले समाजमा घुलमिल भएपछि न मानवता भनेको के हो, मानिस भएर गर्न पर्ने व्यवहार के हो भन्ने कुरा सिक्नुहुन्छ। यदि समाज नहुने हो भने तपाईँले समाज भनेको के हो, समाजमा के गर्नुहुन्छ, के गर्नु हुँदैन भन्ने कुरा थाहा हुन्छ त? हुँदैन नि त? हो, भनेपछि के बुझ्नु पर्यो? यसले सेवाको भावना विकास गर्छ र सेवाको भावना थ्रुबाट मानवता भनेको के हो र मानव सभ्यताको पाठ पनि सिकाउने काम गर्दछ। ल हेर्नुहोस्, अनुशासनमा बस्ने र अरूलाई सम्मान र सत्कार गर्ने भावनाको विकास गराउनु छ। हामी के गर्छौँ त? हामी आफू पनि सम्मानित हुन चाहन्छौँ र हामी सँगसँगै हामी अरूलाई पनि के गर्छौँ? सम्मान गर्छौँ, सत्कार गर्छौँ, आदर गर्छौँ, जसले गर्दा एक अर्काप्रति एउटा सम्मानपूर्वक वातावरण सिर्जना हुन्छ, जसले गर्दा हामी सजिलै के गर्न सक्छौँ? एक अर्कासँग सञ्चार गर्न सक्छौँ, सहकार्य गर्न सक्छौँ। हेर्नुहोस् त, यसको माध्यमबाट सामाजिक मूल्य, मान्यता तथा आदर्शहरू सिक्न सकिन्छ। अघि भने जस्तै समाजमा
भएका मूल्य मान्यताहरू, समाजमा भएका आदर्शहरू, समाज फरक हुन्छ हैन। समाज फरक भए अनुसार हामी जब नयाँ समाजमा जान्छौँ अथवा हामी जब समाजमा हुर्किँदै बढ्दै जान्छौँ भने त्यो समाजमा भएका मूल्य मान्यता आदर्शहरू पनि हामीले अपनाउँदै जान्छौँ। बाँच्नका लागि आवश्यक आधारभूत जीवन उपयोगी ज्ञान र सिप प्राप्त हुन्छ। किनभने सामाजिकीकरणले हामीलाई समाजमा घुलमिल हुन सिकाउँछ। त्यसकारण हामी के गर्न सक्छौँ? जीवन उपयोगी ज्ञान र सिप प्राप्त गर्छौँ। आधारभूत नलेजहरू, आधारभूत ज्ञानहरू हामी के गर्छौँ त? सामाजिकीकरणकै माध्यमबाट पाउँछौँ। त्यसै गरी 6 नम्बर हेर्नुहोस् त। यसले हरेक व्यक्तिलाई समाजको अनुशासित, जिम्मेवार तथा सक्रिय सदस्य बनाउँछ। सामाजिकीकरणले हरेक व्यक्तिलाई समाजको अनुशासित बनाउँछ, किनकि सामाजिकीकरणमा समाजमा घुलमिल हुने, समाजका हितका लागि काम गर्ने भइसकेपछि समाजका सही र गलत कुरा सजिलैसँग छुट्याउन सक्छन्। साथसाथै समाजमा उनीहरू जिम्मेवार तथा सक्रिय पनि हुन्छन्। त्यसै गरी मानवलाई सामाजिक भावनाले भरिपूर्ण व्यक्तित्व निर्माणमा सहयोग गर्छ। अब यहाँ के भन्नु बुझ्नु पर्यो भन्दा, जब हामीले अघि नै भन्यौँ समाजमा घुलमिल हुने भइसकेपछि मानिसको भावना विकास हुन्छ। तपाईँले नोटिस गर्नुभयो होला, घर परिवारमा बाबा मम्मीले समय दिन नसकेका बच्चाहरू अलिकति चाँडै रिसाउने, अलिकति झगडालु नेचरका हुन्छन् भने त्यही ठाउँमा समाजमा सबै व्यक्तिसँग घुलमिल हुने खाले बच्चा अथवा घुलमिल हुने खाले व्यक्ति अलिकति रमाइलो, अलिकति मिठो बोली बोल्ने खाले हुन्छ। यो त तपाईँले याद गर्नुभएकै होला हैन? सो मानवलाई सामाजिक भावनाले भरिपूर्ण व्यक्तित्व निर्माण गर्नमा के गर्छ? सामाजिकीकरणले सहयोग गर्छ। ल, सामाजिकीकरणको माध्यमबाट समाजमा सम्मानित जीवन बिताउन सकिन्छ। अघि माथि भने जस्तै हेर्नुहोस् त, यसले समाजको मूल्य मान्यता तथा आदर्श सिकायो, साथसाथै यसले सहकार्य गर्न सिकायो, यसले संवाद अथवा सञ्चार गर्न सिकायो, जसले गर्दा के भयो त? हामी आफू पनि सम्मानित भयौँ, हामीले अरूलाई पनि के गर्यौँ त? सम्मान गर्न सिक्यौँ। यसरी चाहिँ सभ्य समाजको निर्माण भयो। ल, अब हेर्नुहोस्, यसमा पढ्न पर्ने सामाजिकीकरणका विशेषताहरू। विशेषता भने के त भन्दा गुण हैन? सामाजिकीकरणमा के कस्ता गुण हुन्छन् त? यो निरन्तर प्रक्रिया हो। समाजमा यसका मूल्य मान्यता, विश्वास, सिद्धान्त तथा आदर्शहरू सिकाउने र सोही बमोजिम व्यवहार गर्दै र सिक्दै जाने प्रक्रियाले के हो त? यो निरन्तर चलिरहन्छ। त्यसै गरी समाज अनुसार फरक हुन्छ। ल हेर्नुहोस्, सामाजिक नियम, संस्कार, परम्परा, संस्कृति, मूल्य मान्यता, विश्वास, सिद्धान्त तथा आदर्शहरू समाज अनुसार फरक हुन्छन्। तपाईँ यहाँ कतिजना हुनुहुन्छ? कतिजना मधेस समुदायबाट होला, कतिजना नेवार समुदायबाट हुनुहुन्छ होला, कतिपय ब्राह्मण समुदायबाट हुनुहुन्छ होला। समुदाय फरक हुन्छ, समाज फरक हुन्छ। जसरी समुदाय र समाज फरक हुन्छ, त्यही अनुसार समाज र समुदायको संस्कार, परम्परा, संस्कृति, मूल्य मान्यता, विश्वास, सिद्धान्त सबै फरक हुने गर्छ है त। अर्को हस्तान्तरण हेर्नुहोस् त। समाजमा सामाजिक नियम, संस्कार, परम्पराहरू के हुन्छन् त? पुस्तै पछि हस्तान्तरण हुँदै जान्छन्। आज तपाईँको गाउँघरमा सामाजिकीकरणको माध्यमको रूपमा अथवा सामाजिकीकरण गर्नको निमित्त तपाईँको बुवा, अङ्कल, ठुलबुवा, हजुरबुवाहरू हुनुहुन्छ। तर भोलिको दिनमा उहाँहरू बितेर जानुहुन्छ। अब तपाईँहरूमा हस्तान्तरण हुन्छ। भोलिको पुस्ता तपाईँहरू हो, यो सबै जिम्मा तपाईँको हुन्छ। अब समाजको नियम, संस्कार, परम्परा, संस्कृति, मूल्य मान्यता हस्तान्तरण गर्ने काम कसको हुन्छ? तपाईँको हुन्छ। तपाईँ हामी बितेर जान्छौँ, फेरि कसको पालो आउँछ? हाम्रा भावी पुस्ता, छोरा नातिको पालो आउँछ। फेरि उनीहरूले के गर्छन्? फेरि जिम्मेवारी वहन गर्छन्, सामाजिकीकरण गर्छन् अनि फेरि हस्तान्तरण गर्छन् है त। मानवीय व्यवहारमा नियन्त्रण सबैभन्दा महत्त्वपूर्ण हो। समाजमा मूल्य मान्यता, विश्वास र सिद्धान्त अनुसार आदर्शहरू सिक्ने र सोही बमोजिम व्यवहार गर्दै र सिक्दै जाने हुँदा यसले मानिसलाई उनीहरूप्रति गर्ने व्यवहारमा नियन्त्रण गर्छ। हामीले कस्तो व्यक्तिलाई कुन व्यवहार गर्ने भन्ने कुरा सामाजिकीकरणले निर्धारण गर्छ। हाम्रो मूल्य मान्यता, समाजको मूल्य मान्यता, हामीले गर्ने विश्वास, हामीले अपनाउने सिद्धान्त, हामीले अपनाउने आदर्शहरूमा यसले के गर्छ त? के अपनाउँछ माथिबाट हैन? सामान्य बुझाइ के बुझ्नु पर्यो? नियन्त्रण गर्छ। हामी समाजभित्र घुलमिल हुनुपर्छ, हामी सामाजिक हुनुपर्छ र यी कुराहरू सामाजिकीकरणका के हुन् त? सीमा हुन्। यो भन्दा बाहिर गयौँ भने हामी सामाजिकीकरणबाट असामाजिकीकरणतिर जाँदैछौँ भन्ने कुराको चेतना पनि कसले गर्छ त?
सामाजिकीकरणले नै गर्छ। ल हेर्नुहोस्, आधारभूत अनुशासन कायम हुन्छ। यसले अघि भने जस्तै व्यवहारमा नियन्त्रण गर्नको लागि के गर्छ त? अनुशासन कायम गर्छ। यसले सभ्य बन्न सिकाउँछ, हैन? सभ्य भएर समाजलाई सभ्य पनि बनाउँछ, मानिसलाई पनि सभ्य बनाउँछ। समाजमा संस्कार र नीति नियमको पालना गर्नुपर्छ भन्ने कुरा पनि सामाजिकीकरणले नै गराउँछ, है त? अनि औपचारिक र अनौपचारिकता। सामाजिकीकरण औपचारिक र अनौपचारिक दुवै प्रक्रियाबाट हुन्छ। तपाईँले घर परिवारबाट कतिपय कुरा सिक्नुभयो। तपाईँले आफूभन्दा ठुलोलाई आदर गर्नुपर्छ, आफूभन्दा सानोलाई माया गर्नुपर्छ, नमस्कार गर्नुपर्छ भन्ने कुराहरू कहाँबाट सिक्नुभयो? घरबाट सिक्नुभयो। भनेपछि त्यो के भयो? अनौपचारिक भयो। त्यसै गरी तपाईँले विद्यालयबाट केही कुराहरू सिक्नुभयो, हैन? तपाईँले आफ्ना साथीभाइबाट केही कुरा सिक्नुभयो। तपाईँले कुनै ठाउँमा कसैको जागिर खाएको ठाउँमा गएर, अफिसतिर गएर केही कुरा सिक्नुभयो होला। त्यो के भयो त? औपचारिक भयो। यसरी औपचारिक र अनौपचारिक दुइटैबाट सामाजिकीकरण हुन्छ। ल, यहाँ मध्ये अब हामीलाई कुनै पोइन्टमा कन्फ्युजन छ त? कसैलाई छ भने भन्नुहोस् है त। कुनै बुदामा कसैलाई केही समस्या छ? छैन सर। छैन? पक्का हो? त्यसो भए म एउटा कुरा सोधौँ त? पक्का हो? तपाईँले साथीभाइबाट कस्तो सामाजिक व्यवहारहरू सिक्नु भएको छ होला? एउटा पोइन्ट भन्नुहोस् त, हरेकजनाले। ओके, म यहाँबाट सिरियली नाम छ, म सिरियली नाम भन्छु है त। फर्स्टमा अर्पण। साथीभाइबाट सामाजिकरण हुन्छ? उनीहरूले देखाएको संस्कारहरूबाट, संस्कार र संस्कृतिबाट। ओके, नवदीप? समान व्यवहार ओके, हामीले व्यवहार सिक्छौँ। सुदर्शन? सुदर्शन? ओके, सुदर्शन सायद बोल्न नमिल्ने ठाउँमा हुनुहुन्छ होला, नोइज सायद। ओके, देव? तर हामीले एकताको भावना सिक्छौँ। एक्ज्याक्टली। ओके, सबिन? सबिन? ओके, आशिष? एकअर्कालाई सहयोग। ओके, एकअर्कालाई सहयोग गर्न सिक्छौँ। विवेक? विवेक राज अधिकारी? विवेक राज अधिकारी? एकअर्कासँग मिलिजुली बस्नेलाई नै सामाजिकरण व्यवहार सिक्छौँ। ओके, विवेक? अनदर विवेक? हो सर। ओके, विवेक सुनार? आफूभन्दा माया गर्ने। माया प्रेम र व्यवहार राम्रोसँग साथीहरूसँग गर्नेलाई नै व्यवहार भनिन्छ नि। सामाजिकीकरणका व्यवहारहरू भए है त। नवदीप? यस सर। ल भन्नुहोस् त, सामाजिकीकरणमा तपाईँले आफ्नो साथीभाइबाट के सिक्नुहुन्छ? के सिक्नुभयो? समान व्यवहार गर्नु पर्थ्यो एक आपस बीच। ओके, समान व्यवहार गर्न सिक्नुभयो। प्रनिशा? एकता, मेलमिलाप, सरसहयोग। ओके, प्रशान्त? प्रशान्त राज पौडेल? ओके, रोजन? आफूभन्दा ठुलोको सम्मान गर्नु। आफूभन्दा ठुलोको सम्मान गर्नु। ओके, रोशन?
ओके, जो माइक खोल्न सक्नु भएको छैन, माइक खोल्ने ठाउँमा हुनुहुन्न, नोइजी ठाउँमा हुनुहुन्छ, उहाँहरूले च्याटमा लेख्नुहोस् है त। उहाँहरूले च्याटमा मेसेज पठाउनुहोस् है त। तपाईँले साथीभाइबाट के सिक्नुभयो त? एउटा इक्जाम्पल दिन्छु म है। हामीले अहिले पनि, तपाईँले पनि तपाईँको घर वरपर या तपाईँकै आफ्नै घरमा साना भाइ बहिनीहरू छन् भने, अरूले जे गरेको छ त्यही गर्छन्। अरू लडे भने उनीहरू पनि लड्छन्, अरूले पिटे भने उनीहरूले पनि पिट्छन्, अरू रोए भने उनीहरू पनि रुन्छन्। याद गर्नुभएको छ? हो सर। हो, यो भनेको के हो त? सामाजिकीकरणको एउटा पक्ष हो। हामीले अरूबाट सिक्छौँ। अब त्यहाँ चाहिँ सामाजिकरण अलि भएन। किन भएन भन्दा त्यहाँ बच्चाहरूले, जुन हामीले बालक भन्छौँ, उनीहरूको बुझ्ने अवस्था भएन, उनीहरूले चाहिँ सही र गलत छुट्याउन सक्ने अवस्था भएन। त्यही भएर हामीले त्यसलाई सामाजिकीकरणको माध्यमको रूपमा चाहिँ लिन सक्दैनौँ। तर जब उनीहरूले बुझ्ने हुन्छ, जस्तै तपाईँ हामीले पनि विवाह व्रतबन्ध कतै गयो भने आफ्ना आफन्त इष्टमित्रलाई नमस्कार गर्छौँ, स्वागत गर्छौँ, सन्चो बिसन्चो सोध्छौँ, घरमा आउनुभयो भने पानी सोध्छौँ, आरामै घरको हालखबर सोध्छौँ। यी सबै के हुन् त? सामाजिकीकरणका व्यवहारहरू हुन् है त। ल, त्यसो भए म तपाईँलाई 2-4वटा क्वेसन देखाउँछु, मलाई एन्सर भन्नुहोस् है त। ल, तलका मध्ये सही उत्तर छनौट गर्नुहोस् है त। सही। ल, तलका मध्ये कुन सामाजिकीकरणको प्राथमिक माध्यम हो? विद्यालयहरू, साथी समूह, मिडिया अथवा माथि साथी समूह। साथी समूह। प्राथमिक क्वेसन राम्रोसँग पढ्नुहोस् ल। के हो? साथी समूह। एक्ज्याक्टली, साथी समूह। साथी समूह। नेक्स्ट क्वेसन पढ्नुहोस् त। पाकै छ। परिवार। 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 ओके, नेक्स्ट वान। सांस्कृतिक मापदण्डहरू, मूल्यहरू र विश्वासहरू सिक्ने प्रक्रियालाई निम्न रूपहरू मध्ये कुनलाई चिनिन्छ? संस्कार, सामाजिकीकरण, आत्मसात, सम्वर्धन। सामाजिकरण। ओके, नेक्स्ट वान। आफ्नो भावनालाई, यो क्वेसन अलिकति नबुझ्न सक्छ है, अलिकति राम्रोसँग पढ्नुहोस् ल। आफ्नो भावनालाई अरूले कसरी बुझ्छन् भन्ने कुराले आकार दिन्छ भने विचारलाई कुन रूपमा चिनिन्छ? आफ्नो भावनालाई अरूले कसरी बुझ्छ भन्ने कुराले आकार दिन्छ भनेको तपाईँले सामान्य जजमेन्टल भन्छौँ नि हामी, एक्ज्याक्टली त्यही भन्न खोजिरहेको है क्वेसनले। यहाँ आकार दिन्छ भन्ने विचारलाई कुन रूपमा चिनिन्छ? आत्म-अवधारणा, किनकि आफ्नो भावना हो नि त, आफूले आफ्नो बारेमा अरूले के सोच्छ भनेर आफूले सोच्ने हो भने चाहिँ के हो त? आत्म-अवधारणा। व्यक्तिले पुराना मूल्य मान्यताहरू त्यागेर नयाँ मूल्य मान्यताहरू अपनाउने प्रक्रियालाई के भनिन्छ? पुनर्सामाजिकीकरण। गुड। ल, रेडियो हुनु पनि रो भएछ ल। मिस्टेक एन्सर भएछ है त। यहाँ म देख्छु ल। क्वेसन राम्रोसँग पढ्नुहोस् अनि एन्सर पनि राम्रोसँग पढ्नुहोस् है त। एक प्रक्रिया जसद्वारा व्यक्तिहरूले आफ्नो समाजको मूल्य र मान्यताहरू सिक्छन्। एक्ज्याक्टली, 1 नम्बर राइट एन्सर हो। कसैले क भनेको सुने मैले अघि नै है। ल, तलका मध्ये कुन अनौपचारिक सामाजिकरणको उदाहरण हो? अनौपचारिक भने के?
अनौपचारिक भनेको के बुझाउनुहोस् त मलाई। प्राप्त प्रमाण पत्र हासिल गर्ने कि नगर्ने? प्रमाण पत्र नपाउने खालको। नपाउने। त्यसमा एन्सर नगर्ने नगर्ने माथिको सबै माथिका सबै सबै माथिका सबै। गुड। ल सामाजिकीकरणमा मिडियाको भूमिका के हुन्छ? माथिका सबै सामाजिक मूल्य मान्यता र मूल्य सामाजिक मूल्य मान्यता र को सर क को एन्सर राइट। है कसैले माथिका सबै भन्दै हुनुहुन्थ्यो है। त्यो व्यक्तिगत प्रवर्धन हैन। गर्ने भने चाहिँ ठिक छ, टाइम लिनुहोस् कन्फिडेन्सली, किनकि तपाईँले अहिले कन्फिडेन्स गेन गर्नुभयो भने भोलि यो च्याप्टर फर्केर हेर्नु पर्दैन है त। सर यो व्यक्तिगत प्रवर्धन गर्ने भने के हो? व्यक्तिवाद प्रवर्धन गर्ने भनेको व्यक्तिलाई, व्यक्ति सही हो क्या। हामीले जुन विश्वयुद्धमा के भन्यौ, माइट इज राइट भनेर पढ्यौ नि। केसस विलियमले के भनेको थिए? माइट इज राइट भनेको थिए नि सत्यमा गएपछि। त्यो भनेको व्यक्तिवाद प्रवर्धन गर्ने। एउटा व्यक्तिले जे भन्छ सब ठिक भन्ने खाले सोच है त। हुन्छ सर। ल सामाजिक क नम्बरको सर। ओके। ल परिणाम भनेको रिजल्ट। यसले सामाजिक असमानतालाई निरन्तरता दिन्छ क नम्बर। ओके। अनि अरू पनि सुनौ एन्सर। धेरै कन्फ्युज हुनुभयो जस्तो। एन्सर एकजनाबाट मात्र आयो। घ नम्बर एक्ज्याक्टली। यसले सामाजिक असमानतालाई निरन्तरता दिन्छ। सामाजिककरणले सबैलाई समान गर्छ है त। सकियो जस्तो लाग्यो क्वेसन पनि मसित। ल 12वटा क्वेसन मध्ये 9वटा क्वेसन गर्यौँ क्या हामीले राइट। क्वेसन नम्बर 9 मा थियौँ हैन हामी? होइन 9 होइन 10 11 12 सम्म पुग्यो होला हामीले। परिणाम होइन। ल 12 जना थिए, एकजनालाई सोधेर हान्थे। हजुर के भन्दै हुनुहुन्थ्यो? होइन छोडिदिनु। ल अब सामाजिकीकरणमा हामीले पढ्न पर्ने कुराहरू के हुन् भनेर अघि नै पनि भनेको थिएँ। म फेरि पनि एकचोटि देखाइदिन्छु है त। हामीले यसमा पढ्न पर्ने कुराहरू के हुन् अथवा यो च्याप्टरबाट हामीले प्रायोरिटी दिन पर्ने कुरा के हो भन्ने कुरामा म एकचोटि सर फेरि देखाइदिन्छु है त। हेर्नुहोस् त, सामाजिकीकरणको परिचय। सामाजिकीकरण भनेको के हो? सामाजिकीकरणका माध्यमहरू प्राथमिक र द्वितीय भनेर पढ्यौं। सबैभन्दा बढी सामाजिक व्यवहारिक अभ्यासहरू। सामाजिकीकरण, हामी सबै सामाजिक हौं। हामी सामाजिक कसरी भयौं त भन्दा के कुराले गर्दा भयौं भन्ने कुरा व्यवहारिक अभ्यासले देखायो। सामाजिकीकरणको विशेष तत्त्व पढ्यौं, सामाजिकीकरणका महत्त्व पढ्यौं अनि सामाजिकीकरणका विशेषताहरू पढ्यौं। अब तपाईहरुलाई म एउटा सजेसन के गर्छु भन्दा, तपाईहरुले जुनै कुनै कुरा पनि पढ्नुहुन्छ जब एकचोटि मजाले ध्यान दिएर कन्फिडेन्स बिल्डअप हुने गरी पढ्नुहोस्, ताकि भोलिको दिनमा कुनै पनि कन्फ्युजन नहोस्, जसले गर्दा तपाईलाई भोलिको दिनमा रिभिजन गर्दाखेरि केही कुरा नजानेको, केही कुरा नबुझेको छ भने त्यसलाई अझ बढी टाइम दिन सकिन्छ। र एकचोटि कन्फिडेन्स बिल्डअप भइसकेपछि अरु कसैले आएर केही भन्छ भने पनि आफू कन्फिडेन्ट हुन्छ है त। ल कुनै पनि डाउट छैन कसैलाई भने म अब छुट्यौं त।
हामी छुट्यौँ है त अब ल बाई गुड नाइट सर हुन्छ सर हुन्छ गुड नाइट गुड सर नाइट सर रेकर्डिङ अन अफ गर्ने